गाउँ गएको साथी छुट्टी सकेर कोरिया फर्कियो। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी भ्लग। छुट्टीको दिनको सुरुवात चाहिँ बेग्लै तरिकाले हुन्छ। सन्डेको दिन चाहिँ मेरो एक्सर्साइज हुन्छ, सो म तयारी गर्दैछु। फर्स्टमा चाहिँ मैले डम्बल बेन्च प्रेसको 3वटा सेट गर्ने गरिरहेको छु। सरी गाइज, भन्नै बिर्सेछु, आज चाहिँ मैले चेस्ट र ट्राइसेप्सको एक्सर्साइजहरू गर्दैछु। एन्ड देन मैले डम्बल फ्लाइको 2वटा सेटहरू गरे। चेस्टको लागि पुसअप नगरी त हुँदै भएन, सो मैले पुसअपको पनि 3वटा सेट 15 to 20 गरिरहेको छु। रियल्ली गाइज, डायमन्ड पुसअप गर्न चाहिँ एकदमै गाह्रो हुन्छ, तर जुन अप्ठ्यारो हुन्छ त्यो गर्न चाहिँ मलाई एकदमै रमाइलो लाग्छ। प्रत्येक एक्सर्साइजको बीचमा मैले बिन्दास तरिकाले डान्स गरिदिन्छु, अनि यो चाहिँ मेरो एक्सर्साइजलाई रमाइलो बनाउने तरिका हो। अनि यसरी गर्यो भने हाम्रो टार्गेट भन्दा एकदमै धेरै एक्सर्साइजहरू गर्न सकिने रहेछ। मैले चाहिँ मेरो एक्सर्साइजहरू यति रमाइलो तरिकाले गर्छु नि, तपाईहरू सोच्न पनि सक्नुहुन्न। यो प्रत्येक पसिनाहरूले मेरो सपनाको बाटो तय गर्दैछ। फाइनल्ली गाइज, मैले मेरो एक्सर्साइज सकेर अहिले फ्रेस हुँदैछु। सन्डेको दिन सबैको छुट्टी छ होला, तर मेरो चाहिँ 4 घण्टा ओभर टाइम छ। कम्पनीमा काम चल्दाको दिन चाहिँ प्राय मैले सधैँ गरिरहेको हुन्छु। आज पनि मैले मेरो सबै कामहरू सकेर 4 घण्टा ओभर टाइम गर्नको लागि जाँदैछु। 10 बजेसम्म काम गरेर रुममा आएको, हेर्नु त गाइज यता को आइपुगेको रहेछ। साथी त 40 दिन नेपालमा बसेर 4 केजी मोटाएर आएछ। काम सकेर फ्रेस भएपछि अहिले चाहिँ हामी सबै बसेर वर्ल्ड कप हेर्दैछौँ। साथीसँग खाना खाँदै गफ गर्दै गरिरहेथ्यौँ, यता फेरि झ्याप जापानले 3 मिनटमै 1 गोल हान्दिराखे। गेम इन्ट्रेस्टिङ भइरहेको थियो, खाना सकेको भए पनि बसेर हेरिरहेको, जापानले फेरि दोस्रो गोल हान्दियो। त्यत्तिकैमा मैले मेरो साथीलाई अफिसियल्ली स्वागत गरेँ। छुट्टीको रमाइलो अनुभवहरू सुन्दै साथीसँग मैले गाउँघरको हालचाल पनि बुझेँ। गाउँघरमा सबै सन्चै आरामै हुनुहुँदो रहेछ, सुनेर एकदमै खुसी लाग्यो। सबैलाई धेरै माया अनि मिठो सम्झना। अहिले 7 समुद्र पारी भए पनि म छिट्टै मेरो गाउँ फर्केर आउने छु। रियल्ली गाइज, हन गाउँ भन्दा बित्तिकै मनमा छुट्टै किसिमको खुसी छाएर आउँछ के। मलाई पनि मेरो सपनाहरू पुरा गरेर गाउँ फर्किने ठुलो रहर छ, तर यो रहर भन्दा अगाडि मैले धेरै कठिनाइहरू झेल्नु पर्ने छ। जस्तो सुकै कठिनाइ होस्, दिल खोलेर स्वागत छ। एनीवे गाइज, अहिले चाहिँ हामी यसरी यस्तो मजाको भ्यू हेरिरहेको छौँ। फाइनल्ली गाइज, हन साथी चाहिँ 1 महिना लगभग 40 दिनको छुट्टी सकेर अनि फेरि कोरिया फर्किसक्यो। अनि उसको चाहिँ अब भनेको चाहिँ कम्पनी चेन्ज गरेर गयो हो नि त। कम्पनी चेन्ज गरेर जाँदाखेरि चाहिँ अब नोदुङ्गुबाट कम्पनी खोज्नुपर्छ, अर्को कम्पनी खोज्नुपर्ने भयो। अनि अब मैले त पहिल्यैदेखि भनिरहेको थिएँ कि अनि हाम्रो कम्पनीमा राख्ने, मलाई उसलाई चाहिँ हाम्रो कम्पनीमा राख्ने चाहिँ ठुलो इच्छा थियो कि। अनि हाम्रो कम्पनीमा के भयो भने पछाडि चाहिँ अब काम अलि गाह्रो छ क्या। हाम्रो फर्निचर कम्पनीमा हेभी काम हो। अनि त्यसपछि पहिला एकचोटि चाहिँ